नमस्ते, मेरो नाम राजेन्द्र लुवार। म बुद्ध डेन्टलको हस्पिटलको चाहिँ स्टाफ। मसँग अहिले हाम्रो एउटा चलचित्रको वरिष्ठ कलाकार हुनुहुन्छ गणेश उप्रेती, उहाँसँग हल्का कुरा गरिरहेको छु। सर्वप्रथम हजुरलाई नमस्कार। नमस्कार। हजुरको नाम त सबैले थाहा छ, सबैले देख्नु भएको तपाईँले जस्तो त। हजुरलाई यो हस्पिटलमा आउँदा चाहिँ तपाईँले कस्तो महसुस भइरहेछ? सर्वप्रथम त धन्यवाद, तपाईँले मलाई दुई शब्द बोल्न दिने मौका दिनुभयो। हुन त म यो हस्पिटलमा 81 आइपुगेँ होइन। 81 आएपछि जो हाम्रो डक्टर श्रेष्ठजीलाई मैले भेटेँ र अब उहाँहरूको स्टाफ सहयोगी छ मैले भेटेँ। मलाई कस्तो महसुस भने एउटा घरमै आएको जस्तो फिलिङ भयो होइन। एउटा फ्रेन्डली, एउटा उहाँले जुन जसरी ट्रिटमेन्ट दिनुभयो, जसरी सम्झाउनु भयो, त्यो चाहिँ एकदम फ्रेन्डली, एकदम घरमै बसे जस्तो लाग्यो र उहाँको काम पनि अति नै प्रशंसनीय छ। त्यही हो। अनि तपाईँले जुन डक्टरले तपाईँले जस्तो दाँतलाई हामीले हेल्दी राख्नको लागि अथवा के कस्तो गर्नुपर्छ भने के सल्लाह दिनुभयो? डक्टरले के बुझ्नु भएको छ? उहाँहरूले के भने राम्रोसँग आफ्नो दाँतको केयर गर्नुहोस्, धेरै ब्रस गर्नुहोस् टाइममा, एक दुईवटा उयो गर्नुहोस्, सबै स्मोकिङ गर्नुहोस् भन्ने सल्लाह दिनुभएको थियो। त्यो अत्यन्तै राम्रो सल्लाह हो, राम्रो सल्लाह दिनुभएको छ। जस हाम्रो हस्पिटलमा आएको चाहिँ तपाईँले चाहिँ दाँतलाई हेल्दी अथवा स्वस्थ राख्नको लागि चाहिँ के गर्नुपर्ने रहेछ, कस्तो गर्नुपर्ने रहेछ, सब कुराहरू चाहिँ बुझ्नु। हजुर। हस्पिटलमा आउँदा चाहिँ हाम्रो डक्टर बाहेक हाम्रो स्टाफहरू अरू हुनुहुन्छ, उहाँले कस्तो तपाईँले सबैजना फ्रेन्डली गर्नु। अब त्यसपछि डक्टर साहबले पनि भन्नु होला, अब फलाना भनेपछि झन् एउटा त्यो पनि फ्रेन्डली एउटा महसुस गरियो। अब त्यही फ्रेन्डली महसुस गरेर त होला तपाईँले पनि मसँग कुराकानी गर्नु सक्नुभयो होइन। त्यसो भए अनि तपाईँलाई म्यानेजमेन्ट पनि एकदम फ्रेन्डली होइन, सबल आर्थिक रूपमा पनि सबलको कन्सिडर गराइदिनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद। हरेक म्यानेजमेन्टदेखि लिएर डक्टरदेखि लिएर सहयोगी हातदेखि लिएर रिसेप्सनमा बस्ने सबैजना स्टाफहरू एकदमै फ्रेन्डली सबैले तपाईँले जस हाम्रो गरिरहनु पर्छ। पहिले जस हाम्रो यो दर्शकहरूलाई चाहिँ जस तपाईँको जुन चलचित्रबाट तपाईँ चिन्ने सबै होइन, उहाँहरूलाई चाहिँ अथवा हाम्रो जुन ग्राहकहरू छन् सबै होइन, मान्छेले चाहिँ के भन्न चाहनुहुन्छ? जस्तै अब मैले सन्देश एउटा राम्रो सन्देश दिनुहोस्। दाँत भन्ने पनि एउटा शरीरको एउटा इम्पोर्टेन्ट पार्ट हो। आफ्नो दाँतलाई स्वस्थ राख्नुहोस् होइन। यो बढी सबल खाने पदार्थ चिजहरू नखानुहोस्, गुट्का नखानुहोस् र केही भएको खण्डमा यहाँ बुद्ध डेन्टलमा आउनुहोस्। यहाँ सबैजनाको सहयोगी हुनुहुन्छ, फ्रेन्डली हुनुहुन्छ र आर्थिक रूपबाट पनि उहाँहरूले तपाईँहरूले कन्सिडर गर्नुहुन्छ र तपाईँहरूले यसको चाहिँ एउटा राम्रो ठाउँमा आयो भन्ने महसुस हुन्छ भन्ने म एकदम विश्वस्त छु। त्यो कुरामा चाहिँ केही भएको खण्डमा आउनुहोस्, सल्लाह पनि दिनुहुन्छ, ट्रिटमेन्ट पनि राम्रो छ र मैले रिसेन्टली दाँत हालेँ, यहाँ नयाँ दाँत हालेँ, पर्फेक्ट मलाई त फिलिङै भएन होइन। त्यो कोअपरेटदेखि लिएर सर्भिसहरूदेखि लिएर हाम्रो डक्टर साहबहरूको प्रेजेन्टेसनदेखि लिएर कामदेखि लिएर सबै प्रशंसनीय हुन्छ। आउनुहोस्, केही भएको खण्डमा बुद्ध डेन्टल सबै तपाईँहरूलाई पनि राम्रो केयर गर्नुहुन्छ भन्ने म दुःख छु। धन्यवाद। म तपाईँलाई पनि त्यस प्रत्यक्ष भेटेर पनि खुसी छु। तपाईँ हस्पिटलमा आउनुभयो त्यसको लागि धेरै धन्यवाद है। धन्यवाद तपाईँलाई। थ्याङ्क यू सो मच। थ्याङ्क यू।